guys, welcome back to my channel. If you are new to my channel, please subscribe my channel. And today is my first vlog in YouTube channel, so please guys subscribe my channel. अनि आजको चाहिँ टाइटल तपाईहरुले देखिसक्नु भएको छ कि आज चाहिँ म के गर्न जाँदैछु भनेर। आज चाहिँ म तपाईहरुलाई मेरो दिन कसरी र म के गरेर बिताउँछु भनेर तपाईहरुलाई भन्नु जाँदैछु है। सो आज चाहिँ हामीलाई स्कुलबाट पाखिम बजारमा बिजनेस प्रोग्राम एटेन्ड गर्नु लानु हुँदैछ। दिस प्रोग्राम इज all about business है guys. So अब प्रोग्राम हेर्नु लागि मसँग जोडिरहनुहोस् लास्टसम्म। अनि आज चाहिँ म दिन कसरी बिताउँछु भनेर म तपाईहरुलाई देखाउने छु। सो प्लिज लास्टसम्म बस्नुहोस्। अनि इफ यु लाइक दिस भिडियो लाइक पनि गरिदिनुहोस्, कमेन्ट शेयर सब्स्क्राइब त गरिदिनुहोस्। सो म ड्रेस चेन्ज गर्छु, देन भेटौँ। बाइ बाइ गाइस। गाइस लुगा फेरिहालेँ, त्यहाँबाट यस्तो घाम थियो बजारमा, त्यही भएर पानी पिएँ। हेर्दा हेर्दै सर पनि आइहाल्नु भयो। त्यहाँबाट चाहिँ म गाडीमा चढेर पाखिम बजार गयौँ सरसँग। देन माथि पुगिसक्दा हामी फर्स्टमा टी इन्जोय गऱ्यौँ, त्यो चाहिँ एकदम दामी थियो। देन हामीले प्रोग्राम एटेन्ड गऱ्यौँ। प्रोग्राम चाहिँ एकदम हेल्पफुल थियो हाम्रो लाइफमा के हुन्छ भनेर। स्टुडेन्ट्सहरू पनि आउनुभएको थियो। त्यहाँबाट हाम्रो लागि लन्च पनि एभाइलेबल थियो। हामीले लन्च खायौँ, साथीहरू लन्चहरू गरिसकेको थियो। मैले पनि लन्चहरू गरेँ, पाम्पस के चिकन पस्के। देन हामी सबैजना चाहिँ एउटा कुनामा गएर अब चाहिँ हामी तल स्टलहरू घुम्न जाँदैछ है। बिजनेस आइडियाको उयोहरू चाहिँ गाइज दामी भयो, प्रोग्राम एकदम दामी थियो, गीतहरू पनि भयो है गाइज। स्टलहरू चाहिँ यस्तो दामी छ, हेरिहाल्नुहोस् है गाइज। इफ यु वान्ट टु बाइ यु क्यान कम। पाली गर्दै सबैजनाले फोटो खिच्यौँ अन्त इन्जोय गऱ्यौँ। फोटो खिच्ने जग्गा चाहिँ एकदम दामी थियो, त्यही भएर हामीले फोटो खिचिहाल्यौँ छिटो गरेर। त्यहाँबाट चाहिँ एउटा इन्स्ट्रुमेन्ट्सहरू थियो हाम्रो त्यहाँ माथि चाहिँ, अन्त हामीले इन्स्ट्रुमेन्ट्सहरू हेऱ्यौँ। त्यहाँबाट हामीलाई नामहरू पनि भनिदिनु भयो। एकदम दामी दामी थियो। हाम्रो साथीले बजाएर पनि हेऱ्यो, एकदम दामी बज्दो रहेछ है। Low key, keep it softly spoken, with no strings tying you to me. I'm happy in your company with no emotion, cause my love. त्यहाँबाट हामीले स्टलहरू घुमिसकेर चाहिँ हामी घर हिँड्यौँ, हामी घर गयौँ। त्यहाँबाट हामी छिटै रोड तक पुगिहाल्यौँ, त्यही भएर हामीले गएर चाहिँ त्यहाँनिर गएर पुच्काहरू खायौँ, कोकहरू खायौँ अनि इन्जोय गऱ्यौँ। त्यहाँबाट चाहिँ म घर गएँ, साथी पनि घर गयो, त्यही भएर म छिटै घर पुगिहालेँ। अब चाहिँ म घर आइसकेँ। सो अब चाहिँ अलिक थाकेँ नि त, त्यही भएर अब सुतिहाल्ने। सो त्यही भएर यो भ्लग चाहिँ म यहीँ इन्ड गर्दैछु। इफ यु लाइक दिस भ्लग प्लिज गाइज टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाइ बाइ गाइज।